हाई साथीहरू, आज चाहिँ लाफिङको रेसिपी कसरी बनाउने भनेर चाहिँ म हजुरहरूलाई सिकाउँछु है त। यो चाहिँ हो वाइवाई लाफिङ। सुरुमा चाहिँ मैदा लिने, मैदालाई चाहिँ मजाले मुछेपछि चाहिँ लाइक त्यो रोटीको डो जस्तो बनाउने। रोटीको डो जस्तो बनाएपछि त्यसलाई एकछिन भिज्नको लागि आधी घन्टा जति छोडिदिने। त्यसपछि भिजिसकेपछि चाहिँ त्यसलाई मजाले पानीमा मिची त्यसको ग्लुटेन यस्तै चाहिँ निस्किन्छ। अनि ग्लुटेन र पानी चाहिँ छुट्याउने र त्यसलाई चाहिँ 2 घन्टाको लागि रेस्ट गर्न छोडिदिने। उहाँले चाहिँ बनाउँदै हुनुहुन्छ लाफिङको तल हाल्ने फिलिङ, त्यो सस बनाउँदै हुनुहुन्छ। त्यसमा चाहिँ मैले लसुन, टिमुर र खुर्सानी हालेर माथिबाट चाहिँ तेलले झानिदिएँ। लसुनले चाहिँ एकदमै मिठो टेस्ट ल्याउँछ, अदुवा पनि हाल्न सक्नुहुन्छ। र 2 घन्टा भिजाइसकेपछि चाहिँ यसरी पानी चाहिँ तार्ने र बाँकी रहेको पानीमा चाहिँ थोरै बेसार, हल्का कलर, अब लाफिङ भन्ने बित्तिकै येल्लोइस कलर आउँछ नि त, त्यही भएर चाहिँ मैले बेसार राखिदिएको छु। त्यसलाई चाहिँ मजाले फिटेपछि चाहिँ उता चाहिँ पानी बसाल्ने र पानी बसालेपछि चाहिँ त्यो बाफ आउन्जेलसम्म चाहिँ पानी तताउने र पानी तातिसकेपछि चाहिँ यसरी स्टिम गर्ने। मोमोको स्टिमर भयो भने चाहिँ अझै सजिलो हुन्छ, किनकि त्यसमा पाल हुन्छ र माथिबाट प्लेट हाल्न अझै सजिलो हुन्छ। मसँग चाहिँ त्यो बेलामा स्टिमर अभाइलेबल थिएन, त्यही भएर चाहिँ मैले स्टिमर युज गरिनँ। यो चाहिँ 1 वर्ष अगाडिको भिडियो भन्नु पर्दाखेरि चाहिँ यो चाहिँ मैले भिडियो हाल्न बिर्सेको रहेछु र बल्ल आज हाल्ने मौका पाएँ। र यसरी चाहिँ लाफिङको बाहिरको त्यो कभर निस्किन्छ। मलाई चाहिँ एकदमै मनपर्छ है लाफिङ चाहिँ, त्यही भएर म हाँसिरहेको छु लाफिङ देखेर चाहिँ। यस्तो राम्रो भएको थियो। त्यसलाई चाहिँ पातलो तरिकाले फिजाउनुपर्छ, धेरै हाल्यो भने पनि बाक्लो हुन्छ। थोरै हालेर स्प्रेड गर्दा पनि हुन्छ। त्यो लाफिङको त्यो पानी चाहिँ, जुन त्यो पिठोको पानी थियो नि, त्यो चाहिँ थोरै हाल्दा पनि हुन्छ। यो चाहिँ हाम्रो ग्लुटेन, जुन चाहिँ अघि पानी मिच्दाखेरि जुन आएको थियो नि ग्लुटेन, त्यसलाई पनि सँगसँगै स्टिम गरिदिने र यसरी ग्लुटेन चाहिँ छुट्टै स्टिम गर्ने र त्यसलाई चाहिँ अनि पछि लाफिङमा हालेर खाने, जसले चाहिँ एकदमै मिठो टेस्ट ल्याउनलाई चाहिँ हेल्प गर्छ। मासु जस्तो देखिन्छ, तर गर्नु अघि चाहिँ प्लेटमा चाहिँ तेल लगाउनु होला। अघि चाहिँ मैले अगाडिको भिडियोमा भन्न बिर्सेको रहेछु। र यसरी मैले चाहिँ ग्लुटेनलाई कटिङ गर्दैछु र यतापट्टि मेरो हस्बेन्ड चाहिँ मोबाइल चलाउँदै हेर्दै बस्नुभएको छ, वेटिङ गर्दै। ल अब चाहिँ लागौँ है त लाफिङ बनाउनतिर। मैले चाहिँ यसरी लाफिङको रोटीलाई स्प्रेड गरेँ। यो चाहिँ हो घरेलु तरिका। मैले चाहिँ यहाँ अब अलिकति हाइजेनिक तरिकाले चाहिँ बनाएको छैन, किनकि रात पनि परिसकेको थियो, अबेर भइसकेको थियो र मैले चाहिँ छिटो बनाउन लागेको थिएँ। त्यसैले चाहिँ मैले अब घरमा जे जसरी हुन्छ त्यसरी नै बनाउँदैछु। हजुरहरूले चाहिँ आफूले अब आफ्नो तरिकाले यसरी नै बनाउन सक्नुहुन्छ। मैले चाहिँ त्यो अघि नैको ससलाई चाहिँ यसरी स्प्रेड गरिदिएँ लाफिङमा चाहिँ। यो सस चाहिँ अलिअलि पिरो अनि लसुनको फ्लेभर आउने भएर चाहिँ एकदमै मिठो हुन्छ। र यसरी सस हालिसकेपछि चाहिँ मैले त्यसमा ग्लुटेन र चाउचाउ वाइवाई हालेँ र यसरी नै रेडी हुन्छ हाम्रो वाइवाई लाफिङ। र यसलाई चाहिँ म बिस्तारै रोल गर्दैछु। यसलाई चाहिँ बिस्तारै ह्यान्डल गर्नुपर्ने हुन्छ, किनकि यो फुट्न सक्ने चान्स चाहिँ एकदम हाई हुन्छ। किनकि अब चाउचाउ पनि छ, चाउचाउले पनि यसलाई फुटाउन सक्छ र यसको रोटी पनि पातलो हुन्छ, त्यही भएर चाहिँ फुट्न सक्ने चान्स चाहिँ धेरै हुन्छ। लाफिङ चाहिँ एकदमै मिठो भएको थियो। र हजुरहरूले पनि यसरी नै घरमा लाफिङ बनाएर चाहिँ प्लिज ट्राई गर्नु होला र आफू पनि खानु होला, आफ्नो फ्यामिलीलाई पनि खुवाउनु होला। र मैले पनि मम्मीलाई यसरी खुवाएँ र मम्मीले चाहिँ एकदमै मिठो मान्नुभयो। र म चाहिँ जहाँ गए पनि यो लाफिङ नै अर्डर गर्छु। आई डोन्ट नो वाइ, मलाई यो लाफिङ चाहिँ किन यति धेरै मनपर्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सी यू गाइज अन नेक्स्ट भिडियो। म अरूहरू पनि रेसिपी लिएर चाँडै नै फर्कने छु।